हाम्रो साना साना भाइ बहिनीहरूलाई विद्यार्थीहरूलाई पनि यो साकेला नृत्य चाहिँ प्रशिक्षण गरिरहनु भएको छ। उहाँले आफ्नो यो साकेला नृत्यको सिल्लीहरू यसलाई जुन हामी स्टेप भन्छौँ यो तरिकाहरू उहाँले चाहिँ विद्यार्थीहरूलाई मजाले प्रष्ट रूपमा प्रयोगात्मक गरेरै चाहिँ प्रष्ट रूपमा सिकाइरहनु भएको छ, हामी देख्न सक्छौँ। मजाले यहाँ विद्यार्थीहरूले सिकि पनि रहेको छ। विद्यार्थीहरूको उत्साहलाई देखेर चाहिँ म एकदम आज तीन छक परेको छु। मजाले यो चाहिँ गरिरहनु भएको छ। मजाले सिकाइरहनु भएको छ। मजाले सिकाइरहनु भएको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ मजाले नाचहरू भइरहेको छ। यस्तो चर्को लगभग चर्को घामको पर्व नगरी विद्यार्थीहरूले यो साकेला पर्व यो साकेला नृत्य प्रस्तुत गरेको छ। हाम्रो विद्यार्थीहरूले पनि मजाले यो साकेला नृत्य प्रस्तुत गर्दैछन्, सरिक भइरहनु भएको छ। उहाँ हाम्रो सिनियर नाना हुनुहुन्छ, उहाँबाट मैले पनि धेरैवटा स्टेपहरू सिक्ने मौका पाएँ। सब गरिरहनु भएको छ नानी बाबु। हाम्रो सिनियर विद्यार्थीहरू पनि यहाँ भूतपूर्व हाम्रो स्कुलबाट एसएससीका विद्यार्थीहरू पनि आएर नाच्दैहरू छ। साकेला नृत्य पर्व साकेला नृत्यहरू यहाँ छन्, नेतृत्वकर्ताहरू पनि हुन्। हाम्रो ढोलक भाइहरू निकै उत्साह विद्यार्थीहरूसँग तालमा ताल मिलाउनु भनेको थियो, त्यही अनुरूपले ढोल पनि बजाइरहनु भएको छ। निकै नै राम्रो छन्, सिल्ली प्रदर्शन गरिरहनु भएको छ। के उत्साहका साथ विद्यार्थीहरूलाई पाइराख्नु भएको छ।